लगाइ चाहिँ रेफरी चाहिँ भाइले हेर्नुहोस् न डिफेन्डर ओ माई घुने टी सर्टमा मात्रै तानेको छ कटुमा समातेको छ ज्यानजला तल म गोल हान्न दिन्न भन्दै ल रेफरी चाहिँ हुइसेल बजाएर आएर तिमीहरू दुईजना वेट गर म भिएआर चेक गरेर आउँछु अनि यो बल फल छ कि छैन म डिसाइड गर्छु भनेर भन्छ होइन अनि ब्रोले त हेर्नुहोस् न भिएआर चेक गरेको यस्तो सानो टुर्नामेन्टमा यार भिएआर चेक गर्दैछ त हेर्नुहोस् न अनि रेफले चाहिँ भिआर चेक गरिसकेपछि चाहिँ रेफको फाइनल डिसिजन चाहिँ होइन त्यो बल फल थियो भनेपछि रेड कार्ड दिन्छ हेर्नुहोस् न बरु चाहिँ आटामाटी सटकली भन्दै होइन यो रेफ झ्याली रहेछ भन्दै गाली गर्दै चल्दिएर भाइ त ल अनि यता हेर्छ न गोलकिपरले इजी क्याच गर्न लाग्छ डिफेन्डरले बनाइदिन्छ हो माइ किपरले इजी क्याच गर्न सक्दैन थियो त्यो बल होइन डिफेन्डरले आएर गोल हान्दिन यार आफ्नै टिममेटले किपर क्या रिसाइरहेको छ बरु कालो निलो भइदिएर